तपाईँले देखिहाल्नुभयो जतिसुकै मोडर्न भए पनि जतिसुकै पैसा कमाए पनि होइन बोन्पोको महत्त्व त हराउने होइन रहेछ। बोन्पो त तामाङ समाजको मुटु नै रहेछ एउटा होइन। अब त्यसमा धेरै विकृतिहरू आएको होला, त्यो विकृतिहरूलाई हटाउनुपर्छ, त्यो पनि सही हो होइन। तर बोन्पोको महत्त्व त छ नै। यो जुन युवा कति हजार वर्ष अगाडिदेखि सुरु भएको त्यो निरन्तर छ। अहिले युवाहरूमा हामीले चाहिँ अब त को बोन्पो बन्ला भनेको बोन्पोहरू चाहिँ नै युवाहरू चाहिँ भटाभट निस्किन थाले। छोरीहरू पनि धेरै चाहिँ बोन्पो यो मार्गमा आउन थाले होइन। अब यसलाई हामीले राम्रोसँग नबुझिकन राम्रोसँग चाहिँ यसलाई केलाएर यसलाई ठिक ढङ्गले आधुनिक समय अनुरूप यसलाई चाहिँ नै हामीले संरक्षण गर्नु पर्यो होइन, अझै परिमार्जन गर्नु पर्यो भन्ने चाहिँ आयो। अब यो सिलसिलामा मैले के भने भन्दाखेरि यसको मुख्य कामहरू के हो त भन्दा एउटा चाहिँ उपचारको कुरा भयो। अघि नै मैले चर्चा गरेँ नापा क्योन्बा नेपा क्योन्बा पनि भन्छ। बिरामीलाई के भन्छ नेपा क्योन्बा होइन, उतातिर नापा पनि भन्छ नेपा क्योन्बा होइन। बिरामी निको पार्ने नापा भनेको चाहिँ बिरामी भयो, शारीरिक नोइबो भनेको चाहिँ भूत प्रेत लगाएको अरूले लगाएको होइन। नोइबो क्योन्बा, त्यसपछि भीम क्योन्बा भीम शिल्बा, त्यो बुझ्नुहुन्छ? भीम शिल्बा तपाईँको घरलाई सिल गर्नु पर्यो, पवित्र गर्नु पर्यो होइन। त्यो नगरिकन तपाईँको घर कसरी राम्रो हुन्छ? भीम शिल्बा। त्यहाँ ढिप हुन्छ, त्यहाँ थाप हुन्छ, त्यो ढिप र थापलाई हटाउनु पर्यो। ढिप थाप त चाहिँ भ्याङ्दो छ होइन, एउटा त्यो गर्दो रहेछ। उतातिर चाहिँ नि चेन स्यार्पा भन्दो रहेछ। चेन स्यार्पा यता पूर्वतिर छ कतिको चौकनी चेन स्यार्पा एउटा रहेछ काम। अनि अर्को महत्त्वपूर्ण काम एउटा के गर्दो रहेछ कोला चोल्बा। कोला चोल्बा भनेको पूर्वतिर छ कि चाहिँ होइन। कोला चोल्बा चाहिँ के रहेछ भन्दाखेरिमा तपाईँको छोरा वा छोरीलाई सानैमा एउटा चाहिँ गड मदर हुँदा नि त अङ्ग्रेजीमा भन्दाखेरि चाहिँ एउटा देवी मामो माई तपाईँ के हो त्यसलाई चाहिँ चोल्सी गर्ने। चोल्सी त बुझ्नुहुन्छ नि, चोल्सी गर्दो रहेछ। त्यो चोल्सी गरिसकेपछि चाहिँ उसको हित, उसको संरक्षण, उसको चाहिँ रक्षा गर्ने चाहिँ त्यो देवी हुन्छ, त्यो पनि हो। अनि समय समयमा गर्ने इष्टदेव, आफ्नै इष्टदेवको पूजा पनि बोन्पोको चाहिँ आफ्नो ऊ भयो है। तर यो चाहिँ धेरै जसोले चाहिँ बोन्पोलाई तपाईँको के भन्दाखेरि उपचारकको रूपमा मात्रै हेर्दो रहेछ होइन। त्यसको अरू धेरै काम छन्, तर दुईवटा काम चाहिँ छुट्यो भन्ने मलाई लाग्यो नि। हजुर